एउटा स्टपपछि तुलसी ग्राउन्ड है गाइस। गाइस हामीहरु चाहिँ आइपुग्यौ फाइनली। अर्को गाडीमा चाहिँ गइसक्नु भयो सीमा र विप्लव जानुभएको छ। हामीहरु चाहिँ अघि बसेर नास्ता खायौँ। त्यो चाहिँ मैले भ्लग बनाउन पाएन। बिहान एकदम रस भयो। उठेर बिहान 7 बजे हिँड्ने भनेको मान्छे 7 बजे उठेर केही पनि गर्न पाइएन। अनि गाडीमा आएर यताउता गर्दा नास्ता पनि हामीले अघि खाइसक्यौँ। त्यही मैले अलिकति क्लिप चाहिँ बनाएको छु, त्यो क्लिप म राख्छु अहिले पछि। अनि त्यसपछि हामीहरु चाहिँ अहिले कहाँ जाँदैछौँ भने कहाँ जाँदैछौँ उषा? हामी चाहिँ जाँदैछौँ बसल्टन हुँदै हुँदै। हाम्रो चाहिँ यो ट्रिप 2 दिनको ट्रिप हो। हामी चाहिँ आज बसल्टनभरि सबै घुम्छौँ। के ठाउँ छ बसल्टन, अनि के रक्स रे क्यानल रक्स हो कि के रक्स हो त्यो रक्स। अनि त्यस पछाडि अर्को कुनै ठाउँ राम्रो ठाउँ छ भनेपछि त्यो सबै ठाउँहरू घुमेर हामी साँझ सुत्नलाई चाहिँ जान्छौँ। हामी अगस्टा भन्ने ठाउँमा हामीले चाहिँ होटल बुक गरेको छ। अनि त्यहाँ चाहिँ बसेर अनि भोलि फेरि हामी सबै ठाउँ घुमेर हामी चाहिँ भोलि बेलुकातिर फर्किन्छौँ। अनि अब चाहिँ हामीहरू बाटोमा के गर्छौँ, के हुन्छ अलिअलि चाहिँ हामीले खानेकुरा चाहिँ सबै बोकेर ल्याएका छौँ। तिमीले सुक्खा भनेर कुरो बिग्रेछ नि, मैले प्याज र गोलबेरालाई ल्याएर है। तिम्रो सुक्खा त सुक्खा डेन्जर सुक्खा बनाऊ के सानो, अलिअलि पानी त्यहीँ छोडिदिने हो नि। पानी मुखमा हाल्नु पानी हालेर पुरै ड्राई गरेर हालिदियो कि उसले। हो त्यही गरे। त्यस्तो गर्ने होइन नि त, अलिअलि पानी हाल्ने हो नि त। खानेकुराहरू यहाँ चाहिँ हाम्रो खानेकुराहरू चिप्सहरू अनि यता सामान छ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो नारायण दाई। यता चाहिँ कमलले चलाउन लाउनु भएको छ। नारायण दाईको पालो सकिसक्यो अघि। अनि यहाँ चाहिँ गाडीहरू यस्तो छ। यस्तो छ। तीसवटा पाङ्ग्रा छ। सीमाहरू चाहिँ अहिले पछि रहिसक्नु भयो होला। अगाडि लाग्यो त्यो गाडीमा हो। अनि यहाँ छ चिज दाइहरूले अगाडि खान लाउनु भएको छ। उहाँहरू यसरी सेयरिङ गरेर खाँदै हुनुहुन्छ। यसले एक्लै खाँदै छिन् है, सेयरिङ गरेको छैन। वनबेरी पुग्न लाग्यो कि पनि खाँदैछ। वनबेरी गइसक्यो। वनबेरी आइस नै हेर्ने भनेको खान्छ। अब को खान लाग्यो। यहाँ त पुरै गाउँ जस्तो रहेछ, केही नै रहेछ कि बजार जस्तो पनि पुरै गाउँ जस्तो मात्र रहेछ। रमाइलो भइरहेछ, तर रमाइलो भइरहेछ है। वेदरले साथ दिइरहेछ, ठिक्क छ। वेदर चाहिँ अहिले यतातिरको घाम गइरहेछ। यस्तै घाम लाग्यो त्यो नचुटु तापनि होइन। यस्तै छ। यो मात्र फिका भयो नि त। यो चाहिँ हाम्रो रिटेक गरेको ल गाइस। अब हामी सुरुको जस्तो मिलेन, तर यो भन्न चाहिँ सेम टु सेम यही भनेको थियो। अब शीतल चाहिँ झिक्छ हामीहरू यहाँदेखि। अमिलो पिरो च्वास्स करेन्ट रहेछ एउटा। खासै धेरै त रहेनछ नि त गाइस। मेरो फेभरेट चाहिँ यहाँ चाहिँ गाइस, यो चाहिँ मेरो फेभरेट हो। तर एउटा मात्रै हो यो। हो यो चाहिँ खानुपर्छ। अलि मैले भात खाइसकेपछि खानुपर्छ दिन्छ। बसल्टन होइन त दाइ? हजुर बसल्टन सिटी। कस्तो भयो त अहिलेसम्मको यात्रा? यता हेरेर बोल्नु न। अहिलेसम्मको यात्रा एकदम रमाइलो हो। आयो अब हामी
हल्का झगडा परे बुढाबुढीको फाइट परेर कुरा गर्दा गर्दै बिहेसम्म कुरा पर्दा पर्दै फाइटै परिसक्यो बरु गाइजहरूको अनि यता छ राम्रो राम्रो गाउँ ठाउँ सबै गर्मी कस्तो गर्मी भयो हामी चाहिँ होला भनेर पुरा जाडो होला भनेर ज्याकेट सकेट बोकेर आएको कस्तो गर्मी त्यो छ त्यही भएर यहाँ चाहिँ हामीहरू छौँ अब यो चाहिँ आयो बसल्टन यहाँ चाहिँ गाउँै जस्तो रहेछ कि के रहेछ बसल्टन हेर्दा त उही त हो नि होइन उता जस्तो थियो नि त्यस्तै नै रहेछ अलि शान्त छ होइन त्यो बजार त बजारै जस्तो रहेछ नि सिटी त कहाँ होला हैन सिटी त कहाँ होला राम्रो छ ठाउँ चाहिँ ल हामी चाहिँ अब ओर्लेपछि अब चाहिँ हामी त्यहाँ जेटी जान्छौँ जेटीबाट हामी ट्रेन हो कि फेरि हो ए जेटी हो जेटी नै हो त्यो जेटीमा चाहिँ ट्रेन चढ्ने होला के हो अब त्यो चढ्छौँ अनि त्यसपछि नारायण दाइ चाहिँ उता जानुभयो सीमा र विप्लव चाहिँ अघि अगाडि गइसक्नु भएछ हामी चाहिँ त्यहाँ जाँदैछौँ अब र हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन चाहिँ यही बसल्टनको जेटी भनेको यहाँदेखि परसम्म हामी चाहिँ जान्छौँ रियालिटी कस्तो कस्तो देखाएको थियो यहाँबाट चाहिँ हामी के हो कि ट्रेन चढ्ने हो कि के चढ्ने हो ट्रेन चढेर त्यो घरसम्म हामी जाने हो यहाँदेखि त्यहाँसम्म जाने हो यहाँ चाहिँ यस्तो छ हाम्रो दुईजना साथीहरू चाहिँ त्यहाँ बस्नु भएको छ साथीहरू चाहिँ यहाँ भेट हुनुभयो विप्लव भाइ भन्नु सीमा चाहिँ यहाँ लाजले भत्तक्कै भइसक्यो यता आएर त घर से देखो इस चेहरे को गाइज हामीहरू चाहिँ आइपुग्यौँ फाइनल्ली बसल्टन जेटी चढ्न आइरहेछौँ तर टिकट पाएको छैन कति महिना कति वर्ष महिना होइन कति वर्षको हाम्रो प्लान हो आज सक्सेस भयो फाइनल्ली कोही मान्छे नआउने भनेर लास्ट आवरमा आयो नआउने भनेको नि आयो लाग्दैछ कि खुसी लाग्दैन गाडी चाहिँ हाम्रो टिकट लिने ठाउँ कालै यहाँ चाहिँ छौँ हामी 3 जना मान्छेहरू स्विमिङ गरिरह हाम्रो ट्रेन चाहिँ आयो फाइनली अब चाहिँ हामीहरू चढ्छौँ जेटीमा जेटी नै ट्रेनमा फाइनली आयो सीमा के आयो जेटी यो ट्रेन हो कि जेटी हो ट्रेन हो जेटी चाहिँ त्यो हिँड्ने ठाउँ हो सायद मैले बुझेसम्म यहाँ चाहिँ यस्तो हुँदो रहेछ ए त्यो सानो चुकचुको ट्रेन जस्तै त रहेछ नि बसल्टन हाम्रो टोलीहरू चाहिँ अगाडि गइरहेको म चाहिँ यहाँ छु अब त्यहाँबाट गएर हामी चढ्ने हो टिकट काटेको हामीले चाहिँ यहाँ यस्तो भिड छ यहाँ चाहिँ यस्तो भिड छ मान्छे हराउने जस्तो सिटमा बसेर जाने हो नि टिकट काटेको के काम रहेको छ हाम्रो टिकट यो टिकट देखाएर हामीहरू चाहिँ जाने हो यहाँ छ टिकट कमल भण्डारी कमलले काटेको भएर हो कि नाम त्यही लेखेको भएर आयो होला यो चाहिँ त्यस्तै लाग्यो मेरो कति के त्यो हुन्छ र सिटको नाम हुन्छ हैन हैन मेरो अगाडि यस्तो छ यहाँ चाहिँ लाइन हाम्रो
चाहिँ पालो आयो निकमल यता हेर्नु त जाने कहाँ जानु लाग्यो ट्रेन चढेर जाँदै हामी चाहिँ हाम्रो चाहिँ 13 मा छ जसरी नम्बर उठो रहेछ यो चाहिँ हो हाम्रो 13 ल्याउनु न तपाईँ किन त्यता गएको यहाँ चाहिँ यसरी बस्ने हो ल हामी चाहिँ चढ्यो अब जेटीमा यहाँ चाहिँ छ हाम्रो ग्रुप हेलो विप्लव सीमा उषा बसर ट्रेन यही त हो नि यहाँको त अब यो चाहिँ चल्छ होला डान्स हो तिनीहरुको अरे डान्स चलिरहेछ चल्यो ट्रेन चल्यो Welcome to Mexican Jetty. We are sure you enjoy your train trip over the waters of Juarez Bay. Where else in the world can you have this experience? A couple of things to keep in mind. This is a journey that the train shares with other people undertaking many other activities. हेर्दा त डर लाग्दो छ माय लर्ड The vehicles use the jetty. Those unfortunately were walking and did not catch the train. एउटै भिडियो होला एउटै फोटो होला नजिक अब दाइ नारायणलाई फायर हुँदै हुनुहुन्छ तीनवटा मोबाइल यहाँनिर सब आयौँ हामी चाहिँ डेस्टिनेसन ठाउँमै आइपुग्यौँ क्या अब त हामी चाहिँ यहाँ आयौँ हामी आइपुग्यौँ यस्तो रहेछ छैन फिसिङ गर्ने रहेछ फिसिङ गरिरहेछ मान्छेहरूले यो होइन पागल घामले हो यो सब घामले अघि हामीले फरक फरक देखिरहेको अहिले चाहिँ यहाँ यस्तो मात्र देखिँदो रहेछ के पानी घाम छैन यहाँ बादल छ नि त ए होइन तर फरक जस्तो अहिले त सेमै देख्यो त पानी त सबै त्यही रहेछ क्या यस्तो रहेछ खाली ठाउँ खिच्नलाई होला मेरो साउन्ड चाहिँ कति ठुलै आएन के भयो भोक लाग्यो के भयो भोक लाग्यो हामी चाहिँ फर्किन लाग्यौँ अब यस्तो गरेर निराश हुँदै सबैलाई गाह्रो छ ल साथीहरू हामीहरू चाहिँ यहाँ थकित भएर त्यो ठाउँबाट आयौँ यता यस्तो थकित भयो अनि अब चाहिँ यहाँ अर्को ठाउँ हेर्न आएको यहाँ चाहिँ बसेर हामी खाना खान्छौँ एक निद सुतेछौँ हामीहरू चाहिँ भोक लागिसक्यो कति बज्यो 2:30 भइसक्यो अब चाहिँ हामीहरू खाना खान्छौँ भोक लाग्यो भोक पनि कडा लाग्यो
कडा लाग्यो जहाँ हो जता हो समुद्रै समुद्र मात्र छ ए त्यस्तो भएर आउँछ ओके हामी चाहिँ आयौँ यहाँ त्यो होला होइन अब म ओर्लेर देखाउँछु ल गाइज माई गुडनेस कति जाडो हो यहाँ चाहिँ लास्ट चिसो रहेछ तर यस्तो पानीको छाला आउँदो रहेछ त्यहाँ चाहिँ कति राम्रो देख्यो नि ठुलीहरू अगाडि गइसक्यो सानीहरू छिटछिट ल सीमा कता राम्रो छ बवाल यहाँ चाहिँ राम्रो रहेछ हावा आउँदो रहेनछ नि मलाई त त्यहाँ हेरेर मन पर्यो क्या तर राम्रो रहेछ है यो ठाउँ ढुङ्गै ढुङ्गा रहेछ तर ओ माई गुडनेस कति राम्रो हो त्यो अघिभन्दा यो ठाउँ राम्रो रहेछ नि हेर न उता माथि माथि यो धेरै छाल कडा रहेछ कस्तो लाग्यो धेरै राम्रो ठिक्कको साह्रै राम्रो हामी चाहिँ आएछौँ यहाँ यस्तो भ्यू हेर्न अनि हामी बुढाबुढी चाहिँ बसेको छौँ यसरी तर साह्रै